हजुर नमस्कार। हजुरको काम के हुँदैछ? हजुर के हुँदैछ? गुरु हजुरलाई धेरै धेरै धन्यवाद। मेरो चाहिँ भिजा लागेको छ। म 3 महिनादेखि एकदम टेन्सनमा थिएँ, रोएर बसेको थिएँ भिजा नलागेर। म सँगै आएको साथीहरू धेरैजना फर्किनु भयो भिजा नलागेको कारणले। अनि हजुरको मैले टिकटकमा देखेर हजुरलाई मैले सम्पर्क गरेँ अनि हजुरले मेरो लागि प्रार्थना गरिदिनु भएको थियो, पुरा भयो गुरु। हजुरलाई धेरै भन्दा धेरै धन्यवाद गुरु। अनि हजुरलाई पनि धेरै धेरै धन्यवाद। भगवानको आस्था विश्वास बोकेर दुबई भन्ने देशबाट हजुरले मलाई सम्झिनुभयो टिकटक मार्फत र हजुरको दाई मार्फत। र उहाँको दाईलाई धन्यवाद भन्नुपर्छ, किनकि उहाँले हजुरलाई चिनाइदिनु भयो र टिकटक मार्फत हजुरले हेरेर मसम्म आइपुग्नु भयो। अनलाइन मार्फतबाट तपाईँको कार्य सबै भयो। हजुरलाई धेरै धेरै बधाई छ। आगामी दिन उत्तरोत्तर प्रगतिको कामना भगवान पशुपतिनाथ, रुद्राक्ष बाबा, सम्पूर्ण कुल देवता, इष्ट देवता, पितृको आशीर्वाद अझ शिरमा परोस्। जिन्दगीमा कहिले मागेर खान नपरोस्, दिएर खान पुगोस्। भगवानको कृपाले अझ उन्नति प्रगति भएको सुन्न पाऊँ। जय होस्, जय शम्भु, जय पशुपतिनाथ, जय रुद्राक्ष बाबा। गुरु हजुरलाई धन्यवाद अनि अङ्कललाई पनि धेरै धेरै धन्यवाद। अङ्कलको मार्फतबाट म हजुरसँग जोडिएको नि त। अनि भयो, मैले सोचेँ अङ्कलले भन्नुभएको थियो उहाँ गुरुलाई फेरि कन्ट्याक्ट गर, हुन्छ कतिको त भएको छ त्यो पनि हुन्छ भन्नुभएको थियो। जस्तो भने त्यस्तै भयो। हजुरलाई पनि धन्यवाद, अङ्कललाई पनि धन्यवाद।